सलाम हजुर, म भुपु आर्मी हो। म नेपाल सरकारको एउटा कुरो सिन्दुर पहिरेको नेपाल मातृभूमिको म सिन्दुर पहिरेको एउटा सिपाही हुँ। सिपाहीले एउटा कुरो राष्ट्रको लागि कति सेवा गर्नुपर्छ, कति गर्नुपर्छ, कति के गर्नुपर्छ भन्ने कुरो सिपाही भनेको सिपालु, सबै चिजमा सिप भइसकेपछि सिपाही बन्छ। त्यस कारणले नेपाल आर्मीलाई छुनु, नेपाल प्रहरीलाई छुनु, नेपाल प्रहरीको आइजिपीलाई छुनु भनेको उसलाई एउटा कुरो विनाशकाले विपरीत बुद्धि, उसलाई विनाश हुन लागेको छ। आखिरी एउटा काम गर्न नसक्ने मान्छे कति क्लास पढेको छस् त्यसले? कति क्लास? आइजिपी हुन तेरो बाउबाजेले त सक्छ? तेरो बाउबाजेले पनि तेरो आइजिपी बन्ने तेरो औकात छैन। नेपाल सरकारको सिन्दुर पाउने भनेको तैँले कहिल्यै पनि पाउँदैनस् तैँले। तर तैँले एउटा कुरो, त यो ठुलो मान्छे भएर त आज नेपाल प्रहरीको आइजिपीलाई तैँले आक्षेप लाउने, तेरो हैसियत के छ? हैसियत पनि त देखा। त आखिरी त कुनै पनि केही पनि होइनस्। त एउटा के होस् भनेदेखि एउटा जनताले तैँले बोलेको कारणले गर्दाखेरि, एउटा जातित्वको कारणले गर्दाखेरि बोलेको मात्रै हो। तेरो हैसियत केही पनि छैन। नेपाल सरकारको आइजिपीलाई 14 अञ्चल 77 जिल्लाको आइजिपीलाई तैँले घिसार्छु, नेपाल प्रहरीलाई तैँ घिसार्छु भने तेरो कतिसम्म तेरो हैसियत रहेछ? पहिला तेरो आफ्नो हैसियतमा तेरो आङमा हिँडेको भैँसी हेर, अर्काको आङमा हिँडेको जमरा हेर्ने होइन तैँले। त्यहाँसम्मको त ठुलो मान्छे भएको रहेछस्। एउटा संसद भएछ। संसद भनेको राष्ट्रको गरिमामयको संसद होस् न। त संसदले राष्ट्रलाई कसरी के गर्नुपर्छ, राष्ट्रलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरा हेर। जस्तो बालेनले गरेका छ, जस्तो रवि लामिछानेले गरेका छन्, उनीहरूको हैसियतमा कहिले पनि पुग्दैनस्। त उनीहरूको हैसियतमा पुग्नको लागि तैँले अझै पनि 50 वर्ष तपस्या गर। 50 वर्ष होइन, अब